आज हामी जाँदैछौँ रारा। यो भ्लग चाहिँ हाम्रो मुगुदेखि लिएर हुनेछ रारासम्म। सो गाइज म हजुरसँग भेट्छु लुगा लाएर। गाइज मैले चाहिँ लुगा लाइसकेको छु र अब हामी जाँदैछौँ रारा। गाइज अहिले चाहिँ हामी गाडीमा छौँ। अहिले चाहिँ हामी रारा जाँदैछौँ र म मिल्छु हजुरसँग सिधै रारा पुगेपछि टाटा गुड बाई। सो गाइज अहिले चाहिँ हामीहरू रारा तल क्याम्पमा आइपुगेको छौँ। अब चाहिँ हामी 10-15 मिनटमा रारा पुगिसक्छौँ। सो गाइज हामी चाहिँ रारा पुगिसकेको छौँ। रारा चाहिँ यति राम्रो रहेछ, हाम्रो चाहिँ सपनामा पनि सोचेको थिएन। अहिले चाहिँ हामी रारा पुगिसकेको छौँ र अब चाहिँ हामी राराको ओह्रालो बाटोतिर जाँदैछौँ। अहिले चाहिँ हामीहरू राराको ओह्रालो जाँदै हो। हजुरले हेर्न सक्नुहुन्छ रारा यति राम्रो रहेछ। हामीहरू ढिलो नगरेर हतारमा जाँदैछौँ। भाइ र मामा गीत बजाउँदै आउँदै हुनुहुन्छ। हजुरले हेर्न सक्दै हुनुहुन्छ। जम्बुगुमा बस्छ र रारा गएको छ उनीहरूलाई थाहा नै छ होला। बेसिकली यहाँ यस्तो बाटो हुँदैन। यो बाटो वास्तवमा हामीले अर्को लिएको हो। यो बाटोमा चाहिँ अलि धेरै नै सर्टकटहरू रहेछ जो हामीलाई थाहा थिएन। यो चाहिँ मलाई मम्मीले भन्नुभएको हो। के छ? थ्याङ्क यू हाम्रो यो सब्सक्राइबरहरूलाई यो खानेकुराको बारेमा भनिदिनको लागि। डल्लु हाई भन्देऊ। राराको छेउमा आइसकेको छौँ। अबको हामी 2 मिनटमा रारा आइपुग्छ। गाइज अब चाहिँ हामी रारा पुगिसकेको छौँ। अब म हजुरलाई रारा देखाउन गइरहेको छु। 3, 2, 1 गो। पिछाडि हाम्रो 2टा बोर्ड अगाडि गइसकेको छ। अब हामीलाई चाहिँ छिटो जानुपर्छ किनकि 2टा बोर्ड गइसकेको छ र अब हामीलाई हतार भइरहेछ। गाइज हामी चाहिँ अहिले कोक खाँदैछौँ। अब चाहिँ हामी जाँदैछौँ बोर्डमा। मैले चाहिँ सेफ्टी ब्याग लगाइसकेको छु। हाम्रो बोर्ड चाहिँ आउँदैछ। हजुरले हाम्रो बोर्ड बिस्तारै आउँदैछ। गाइज अहिले चाहिँ हामी डुङ्गामा चढिसकेको छौँ। सक्नुहुन्छ डुङ्गामा छौँ। यही हो नेपालको राजाको हेलिकप्टर खसेको। अहिले चाहिँ हामीहरू बोटिङ गर्दैछौँ अनि बोट चाहिँ मैले नै चलाइरहेको छु। सो गाइस म हजुरहरूलाई भेट्छु उता पुगेर। अहिलेको लागि बाई। हामी चाहिँ यता पुगिसकेको छौँ र म अब यताको भ्यू देखाउँदैछु। सब यताको भ्यू हामी चाहिँ उतादेखि यहाँ आएको। हाम्रो ग्रुप आइपुग्यो। इन्ट्री गर्नु न माथि गरेको गरिसक्यो।
ऊ त्यहाँदेखि अलि नै हान्नेर हामीले माछाहरू देख्यो। दुर्गम गाउँ मोहुराबाट बत्ती नहुँदाको। सो गाइज अब यसै गरी म आफ्नो भ्लग यही खतम गर्छु। बाइ।